मेरो त तै पनि त्यस्तो डर लाग्यो तपाईँले टेक अफ पनि क्या राम्रो गराउनु काठमाडौँबाट हजुर टोखा नगरपालिका डेम साइडसम्म है सर्लक्कै देखिन्छ पोखरा सर्लक्कै नयाँ एयरपोर्ट पुरानो एयरपोर्ट धेरै रमाइलो आउनु होइन ऊ भयो एडभेन्चरहरू छ त्यो पोखरा त एडभेन्चरको लागि त फेमस ठाउँ प्यारासुट गरिदिन्छ त उहाँहरू हामीभन्दा थोरै अगाडि उड्नुभएको उड्न चाहिँ तर हामीभन्दा पछाडि किन हुनुभयो त भन्दाखेरि हाम्रो वेट धेरै थियो तर हामी अगाडि बढ्यौँ उहाँहरू चाहिँ अलिक पछाडि छ नि त त्यो भएर ए वेट भएपछि बढी उडिन्छ है अब बढी उडिन्छ भन्दा तपाईँको स्पिड बढी हुन्छ अन्नपूर्णको कुन कुन रेन्ज हो यो? 1 2 कति छ? मारुति पनि होला त यतापट्टि मारुति देखिन्छ। ए उनीहरु त्यहाँ हो। सुजिता तल छन्। कति तल पुग्छन् उनीहरु?
चाहिँ कहाँ अरे स्याङ्जा पोखरा पोखरै हो ए कति वर्ष हो तपाईँले यो उडाउन थाल्नु भएको ए धेरै वर्ष भइसक्यो त यही तलको होइन त ग्लाइडर उनीहरूको उता अन्नपूर्ण फर्स्ट होइन अन्नपूर्ण फर्स्ट ए माथि माथि आउँदैन बिस्तारै अर्को हातले नि लिँदा आउँदैन मेमोरी छ भने त डेलिट हुन्छ होइन मलाई त समस्या छैन म समात्न सक्छु ल ठिक छ त्यसो भए म त फुलै राखौँ भनेर ए हुन्छ हुन्छ तपाईँको मलाई हाल्दैछ डिलिट गरिदिँदा हुन्छ त्यो त हामीले गरिदिँदै हो हुन्छ केही समस्या हुँदैन मलाई समात्नलाई केही समस्या छैन उनीहरूले म माथि पुगेँ है अहिले ए अगाडि उयो उ त्यो होइन उ यो ए यो चाहिँ क्या राम्रो देख्यो अहिले माछा पछि अन्नपूर्ण है जी टनाटन भयो दामी